आजदेखि म हस्पिटल जान्न र यसको कारण म तपाईलाई अगाडि भिडियोमा बताउनेछु। लास्ट भिडियोमा मैले सिटी स्क्यान गरेको थिएँ र त्यसको रिपोर्ट लिएर म फेरि हस्पिटल जाँदैछु। गाउँको बाटो हुँदै म चोक पुग्छु र चोकमा गाडी चढेर अब म जान्छु हस्पिटलतर्फ। आज चाहिँ किन लास्टै गर्मी रहेछ, घाम पनि एकदम चर्को लागेको थियो। बाटोमा आउँदा आज आइतबारको दिन इएनटी खुल्ला हुन्छ कि हुँदैन भनेर सोचिरहेको थिएँ, तर यहाँ आउँदा चाहिँ खुल्ला हुँदो रहेछ भन्ने जानकारी पाएँ। आज चाहिँ सायद आइतबार भएर होला हस्पिटल अरू दिन भन्दा चाहिँ निकै भिड रहेको थियो। त्यही पनि छिटो छिटो टोकन लिएर मैले आफ्नो पाली पर्खेर एकछिन पछि चेक इन गरेर म गएँ फेरि सिटी स्क्यान रिपोर्ट लिनको लागि। रिपोर्ट लिने ठाउँमा गएको त रिपोर्ट अहिलेसम्म आएकै छैन अरे। डाक्टरले रिभ्यू गर्ने बाँकी छ भन्नुभयो। रिपोर्ट आउन एकछिन टाइम लाग्छ भन्नुभयो र हामीले एकछिन त्यही वेट गर्ने प्लान गर्यौँ। एकछिन पछि मेरो रिपोर्ट पनि आयो र रिपोर्ट मैले खोलेर हेर्न थालेँ के रहेछ भनेर। मैले त के बुझिनँ, त्यही भएर मैले रिपोर्ट लिएर अब माथि जान्छु इएनटीमा। इएनटीमा गएर मैले चेक इन गराएर इएनटीमा एकछिन आफ्नो पाली पर्खेँ। आज चाहिँ इएनटी अरू दिन भन्दा एकदमै भिड रहेछ। एकछिन लाइनमा बस्दा मेरो पाली आयो र अब म सिटीको रिपोर्ट लिएर भित्र डाक्टरलाई देखाउन जान्छु। डाक्टरले रिपोर्ट हेर्नुभयो र अब यसको उपचार चाहिँ अरू हस्पिटलमा